के तपाईले कहिले सोच्नु भएको छ किन केही मानिसहरू सुतिरहेको बेला पनि पैसा कमाइरहेका हुन्छन् तर धेरै मानिसहरू दिनभरि काम गरेर पनि आर्थिक रूपमा अगाडि बढ्न सक्दैनन्। यसको उत्तर एउटै हो, उनीहरू पैसालाई आफ्नो लागि काम गर्न लगाउँछन्। आजको भिडियोमा हामी बुझ्नेछौँ पैसाले पैसा कसरी कमाउँछ र तपाईले आजैबाट सुरु गर्न सक्ने केही सरल तर शक्तिशाली उपायहरू। पार्ट 1 पैसा बचत मात्र होइन, लगानी पनि। धेरै मानिसको सोच हुन्छ पैसा कमाऊ, खर्च गर, फेरि कमाऊ। तर धनी मानिसको सोच फरक हुन्छ। उनीहरू कमाएको पैसाको केही भाग बचत गर्छन् र त्यसलाई लगानी गर्छन्, किनकि लगानी गरिएको पैसाले भविष्यमा थप पैसा कमाउन थाल्छ। पार्ट 2 कम्पाउन्ड इन्ट्रेस्टको शक्ति। कल्पना गर्नुहोस् तपाईले प्रत्येक महिना थोरै रकम लगानी गर्नुभयो। त्यो रकममा ब्याज आउँछ, पछि त्यो ब्याजमा पनि फेरि ब्याज आउँछ। यसलाई कम्पाउन्ड इन्ट्रेस्ट भनिन्छ। समयसँगै सानो रकम पनि ठुलो सम्पत्तिमा बदलिन सक्छ। त्यसैले भनिन्छ, समय नै सबैभन्दा ठुलो लगानी हो। पार्ट 3 पैसा बढाउने केही उपाय। पैसालाई काममा लगाउने केही सामान्य उपाय। 1 बैंकको बचत वा मुद्दती खातामा रकम राख्ने। 2 म्युचुअल फन्ड वा इन्डेक्स फन्डमा दीर्घकालीन लगानी गर्ने। 3 राम्रो कम्पनीका शेयरमा अध्ययन गरेर लगानी गर्ने। 4 आफ्नो सिप बढाएर नयाँ आम्दानीको स्रोत बनाउने। 4 सानो व्यवसाय सुरु गर्ने। याद राख्नुहोस्, लगानी गर्नु अघि राम्रोसँग अध्ययन गर्नु आवश्यक छ। पार्ट 4 धनी बन्ने बानी। धनी बन्न चाहनुहुन्छ भने यी बानी अपनाउनुहोस्। 1 आम्दानीभन्दा कम खर्च गर्नुहोस्। 2 नियमित बचत गर्नुहोस्। 3 हरेक महिना केही रकम लगानी गर्नुहोस्। 4 नयाँ सिप सिकिरहनुहोस्। 5 धैर्य राख्नुहोस्। छिटो धनी बन्ने सोचले धेरैलाई घाटा गराउँछ। कन्क्लुसन, सफलता एकै रातमा आउँदैन, तर सही निर्णय, नियमित बचत, बुद्धिमानीपूर्ण लगानी र धैर्यले तपाईको पैसाले तपाईका लागि काम गर्न थाल्छ। आज एउटा सानो कदम चाल्नुहोस्, किनकि आजको सानो लगानी नै भोलिको ठुलो सम्पत्ति बन्न सक्छ। यदि तपाईलाई यस्तो प्रेरणादायी र वित्तीय शिक्षा सम्बन्धी भिडियो मन पर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सनुहोस्।